पेटमा भासिँदै जाओस्, यो चाहिँ खडिएको खडी छ। यसले कहिले त टाढको झुकाउला, यसले कहिले त टाढको झुकाउला कि भनेर मैले निरीक्षण गरिरहेँ, तर यस्तो लक्षण कतै भेटिएन। उल्टो यो धनगण दृढ हुँदै गइरहेको मैले पाएँ। बैतडीदेखि डडेलधुरासम्म हिँडेरै पैदल यात्रा गर्नुपर्थ्यो। त्यो समयमा 24 सालमा हिँडेर पैदल यात्रा गर्दा बाटोमा पर्ने घनघस्या उकालो अत्यन्तै विकट, सारा मरुभूमिलाई पनि बिर्साउने उकालो थियो। यो उकालो काटेर हामी डडेलधुरा सर्छौँ। प्रकृतिसित जुझ्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई झ्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निस्केको थिएँ। बैतडीको साइलेन्टमा अस्थित विद्यालय भवनमा 2 रात बसेपछि डडेलधुरा जान तम्सिएका हामी भरिया पाइएन। 9 बजे भात खाएर हिँड्न तयार भएका हामी 4 जना व्यक्ति 10:30 बजेसम्म वल्ल परेर 2 भरियाको खोजमा यताउता चल्थ्यौँ। बैतडीको साइलेन्ट भन्ने ठाउँमा एउटा विद्यालयमा 2 दिन बसेपछि 4 जना हामी डडेलधुरा जान लागेका भरिया खोज्यौँ, कतै पाएनौँ। जस्ट मलाई सायद अञ्चलाधीशको सम्झना भयो। सायद अञ्चलको प्रमुख पञ्चायतको पालामा अहिले प्रदेश प्रमुख मुख्यमन्त्री भनिन्छ। त्यति बेला अञ्चलको प्रमुख अञ्चलाधीश, सायद अञ्चलाधीशको सम्झना भयो। हामी दौड्दै सायद अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौँ। सायद अञ्चलाधीश यमुनाराज पौड्यालले तत्कालै 2 जना मानिसलाई बोलाएर 17 रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनु भयो। 11 बजे हामी दशरथ चन्दको शालिगलाई श्रद्धाका 2 तोर्मा आँसु चढाएर सदमानको लेकतर्फ उकाल्यो। साइलेन्ट पनि ठाउँ हो, पाटन पनि ठाउँ हो र हामी पाटनसम्म जाँदैछौँ। त्यसपछि सतबाजको उकालोतर्फ हामी यात्रा सुरु गर्यौँ। सतबाजको उकालोमा बाटोमा एउटा रमणीय ठाउँ भेटियो। देब्रेपट्टि पर्खालले घेरेको भिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो। पर्खाल बाहिर फलामे साङ्लोको अग्लो पिप थियो। त्यसमा मचिएर मैले उत्तर पश्चिमतिरका हिम चुचुरा देखेँ। 7-8 पसल थिए, जसका वरिपरि भेडाका बच्चा नुन र चामलका बोरा बोकेर उघाइरहेका थिए। ठाउँमा बारी थिए, वन थिए, चरनहरू थिए। गाई चराउँदै गोठाला गोठाल्नी गीत गाइरहेका थिए। Today I am in school teaching धेरै माथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो। नेपाल हिमाली मुलुक हो, तापनि धेरैजसो नेपाली हिउँ कुल्छन पाएका हुँदैन। मैले 2001 सालको विशाल हिउँ वर्षा